दर्शक पनि सबैलाई नमस्ते। म दिनेश परियार। यति बेला विशेष गरी हामी हजुरको साथ टिभी कार्यक्रममा आज उपस्थित छौँ र यति कलिलो उमेरमा सानो उमेरमा नेपाली गीत सङ्गीतलाई नेपाली गीत सङ्गीतमा काम गर्नका लागि यति टाढा विकट ठाउँबाट आज काठमाडौँमा आउनु भएको छ। विशेष गरी हाम्रो हिमानी कार्की हुनुहुन्छ, उहाँलाई धेरै धेरै सम्मान छ, स्वागत छ। सन्चै हुनुहुन्छ? सन्चै हुनुहुन्छ? तपाईँ त कति राम्रो हो क्या साँच्चै भन्नुपर्दा। छैन, तपाईँको हेर्ने नजर चाहिँ राम्रो होइन, मान्छे पनि त्यति नै राम्रो हुनुहुन्छ। र अनि तपाईँ काठमाडौँ आउनुभएको कति भयो? काठमाडौँ आएको चाहिँ धेरै त भएको छैन, 6-7 महिना भयो। 6-7 महिना भयो तपाईँ काठमाडौँ आउनुभयो। ठ्याक्कै दोहोरी साथमा गीत सङ्गीतमा तपाईँ लाग्नुभयो। त्यो गीत सङ्गीत सहज असहज कतिको छ तपाईँलाई? भनौँ न, नयाँ नयाँमा त तपाईँ त आज के अरे इष्टकालको पिरियडमा हुनुहुन्छ तपाईँ। समस्या त हुन्छ होइन, तर सायद मैले चिनेकै मान्छेसँग सङ्गत भएर पनि होला त्यति दुःख पाएन मैले जस्तो। अरूले भन्छन् धेरै दोहोरी क्षेत्रमा लाग्दाखेरि चाहिँ धेरै दुःख पाएको होइन। भन्छन् कतिपय चाहिँ गीत गाउन नपाउँदाखेरि हातबाट ममा खसिदिने स्टेजमा। अनि स्टेजमा तपाईँ दोहोरी साथमा काम गर्नुहुन्छ राति? अनि त्यस्तो चाहिँ मलाई चाहिँ त्यस्तो भएन। आउने बित्तिकै अब हाम्रै बाजुराको एउटा दिदी हुनुहुन्छ चिन्जानको, अनि सिर्जना दिदी, सिर्जना खेडा भन्ने दिदी हुनुहुन्छ, उहाँलाई म पनि चिन्छु। उहाँले चाहिँ ल्याउनु भएको होइन। विशेष गरी सिर्जना बहिनीलाई धेरै धेरै सम्मान छ। सिर्जना बहिनी मलाई पनि धेरै, हामी चाहिँ हजुरको साथ टिभी कार्यक्रम चलाउँदाखेरि दुःखी बिरामी असहायलाई सहयोग गर्दाखेरि लाखौँ करोडौँ पैसा बाँड्दाखेरि बहिनीले पनि मलाई धेरै सपोर्ट गरेको बहिनी। बहिनीलाई पनि हामी चाहिँ हजुरको साथ टिभी कार्यक्रमबाट मैले धेरै सम्झेको छु सिर्जना बहिनीलाई। र विशेष गरी तपाईँ यति राम्रो हुनुहुन्छ, नेपाली गीत सङ्गीतमा त्यति योगदान पुर्याउनु भएको छ। अझ पुर्याउनुहोस्, यो इष्टकलको पिरियडमा तपाईँले कसैले नचिने भने चिन्ने वातावरण बनाउनुहोस्, म त्यो आग्रह गर्न चाहन्छु। अब के छ, अब काठमाडौँमा एक गीत सङ्गीतमै उजागर गरेर बस्ने मन छ कि एक गीत सङ्गीत अगाडि लिन्छु भन्ने छ कि केही विकल्प यसलाई पार्ट टाइमको हिसाबले चाहिँ लिएर अरू काम गरेर म नेपालमा अरू गर्छु भन्ने केही सोच्नु भएको छ? अब खै त्यस्तो सोचे होइन। अनि लागेछ दोहोरीमा काम गर्दैछु, अब खै के हुन्छ। कति अप्ठ्यारो दोहोरीमा अप्ठ्यारो? त्यस्तो अप्ठ्यारो चाहिँ मैले आजसम्म चाहिँ भोगेको छैन। साथमै सपोर्ट गर्ने मान्छे भएर पनि होला त्यस्तो दुःख चाहिँ भोगेको छैन मैले चाहिँ। सिर्जना हुनुहुन्छ होइन साथमा? हजुर, सिर्जना बहिनीले जो सपोर्ट गरेर राख्नु भएको छ उहाँलाई धेरै सम्मान छ, मैले अघि पनि भने। अनि घरमा यही कलर काठमाडौँमा गएर यही गीत सङ्गीतमै दुःख गर्छु भनेर आउनुभएको हो कि अरू नै लक्ष्य बोकेर आउनुभएको? होइन, एउटा रहर हुन्छ है घरबाट बाहिर निस्केपछि। घरमा हुँदाखेरि चाहिँ सङ्गीत, लोक सङ्गीत, के अरे गीत सङ्गीत मन नपर्ने मान्छे त प्रायः जस्तो कमन हुन्छ होइन। त्यही माथि म पनि पढ्छु त्यो मध्येको। गाउँथेँ मैले, अलिअलि गुनगुनाउँथेँ, धेरै त होइन, अलिअलि गुनगुनाउँथेँ। ल एउटा तपाईँ जतिको मान्छे राम्रो हुनुहुन्छ त्यत्तिकै एउटा टुक्का राम्रो गाउनुहोस् त, दर्शकले हेरिराख्नु भएको छ। आधा मुटु बोकेर कान्छौमा, आधा तिमी सँगै छ। धन्यवाद। यति मिठो गाउनुको एकदम धेरै सम्मान छ। मैले यो कार्यक्रम चलाइरहँदा फर्स्टचोटि चाहिँ मैले यो स्वर चाहिँ मेरो कानमा सुन्न पाएँ। म हेडफोन किन लगायो भने तपाईँको स्वर, तपाईँको गाउने शैली, यो सरस्वतीले बास गरेको तपाईँको यो उसमा चाहिँ गलामा चाहिँ म सरस्वतीलाई यति मान्छु। तपाईँ एकदम मिठो स्वर गाउनुभयो। एउटा फेरि अर्को जाओस्, तपाईँसँग धेरै कुरा गर्नुभयो। तपाईँको प्रतिभा दर्शकहरूलाई चाहिँ देखाउने धेरै इच्छा तपाईँको स्वरले बतायो। एउटा फेरि अर्को जाओस् त। एउटा कुरा सोधिन मन थियो तिमीलाई, मेरो सोझो मनसँग खेल्ने अधिकार एनी स्टोरी भन कसले दियो
भने थियो तिमीलाई मेरो सोझो मनसँग खेले अधिकार यिनी स्टोरी भन कसले दियो तिमीलाई। सशक्कै मुटु बनाइदिनु भयो तपाईँले, एकदमै सम्मान छ तपाईँलाई। यो मैले भने नि अघि नै तपाईँको गलामा सरस्वतीको बास छ, तपाईँले यसलाई बुझ्नुपर्छ। एकदम मिठो स्वर, एकदमै धेरै धेरै सम्मान छ। यो गीत यो स्वरले भोलि देशलाई चिनाओस्, देशले चिनोस् तपाईँको स्वरलाई। भोलि तपाईँलाई खोज्ने वातावरण बनाओस् यो स्वरले। म यो आग्रह गर्न चाहन्छु। यति मिठो स्वर। तपाईँले सङ्गीत कला सिक्नु भएको छ? छैन। यहाँ काठमाडौँमा त अब सङ्गीत क्लास भन्ने तपाईँलाई थाहा छ के? छैन है। क्लास कस्तो हुन्छ, कसरी सिक्छन्, के हुन्छ, सुरुमा के सिकाइन्छ भन्ने पनि थाहा छैन है। भनेपछि धेरै कुरा ज्ञान लिनुभएको नै छ। तपाईँको स्वरले रियाज पायो भने, एउटा राम्रो पायो भने अझै धेरै खारिने छ यो स्वर धेरै। मैले किनकि हामी पनि अलि सङ्गीत क्षेत्रमा चाहिँ अलि लागु भएको कारणले चाहिँ मैले तपाईँलाई यो भनेको। र विशेष गरी तपाईँलाई धेरै धेरै सम्मान छ। तपाईँ काठमाडौँ बाजुरादेखि काठमाडौँ आउनु भएको छ। तपाईँको साङ्गीतिक धेरै धेरै बढोस्। अरू घरमा आमा बुवा सबै सन्चै हुनुहुन्छ नि? एकदम। यो क्षेत्रमा कतिको सपोर्ट छ? आज छोरी दोहोरी साँझमा काम गरिरहेछ, राति दोहोरी साँझमा काम गरिरहेछ भन्ने गाउँघर त छुट्टै भइहाल्यो। आमा बुवा दाजुभाइलाई कतिको थाहा छ? कतिपय छोरी मान्छेहरू चाहिँ ड्याडी मम्मी म पढिरहेको छु भने, तर बाध्यताले, काठमाडौँको बाध्यताले भाडा तिर्नु पऱ्यो, खानु पऱ्यो, बस्नु पऱ्यो, धेरै किसिमको समस्या छ। पानी पनि किनेर खानुपर्छ गाउँ जस्तो छैन। यहाँ त धेरै कुरा समस्या छ। कसैले टिर्दैन। यदि तपाईँ कसैले त्यहीँनिर पनि तपाईँले कसैले नराम्रो व्यवहार गरेर किन गरिस् भन्ने सहर चाहिँ होइन यो। तपाईँले हेर्छ, भिडियो बनाउँछ भयो, तपाईँले कसरी त्यसको आफूले फाइदा लुट्छ त्यो किसिमले हेर्छ यो नजर, यो सहरले। त्यो भएको कारणले घरमा कसैले गिल्टी फिल त गरेको छैन नि छोरी दोहोरी लाइनमा नलागेको भयो हुन्थ्यो भन्ने टाइपको त छैन। उहाँको मनमा त के थाहा छैन होइन, भन्न चाहिँ भन्नुहुन्छ अब गलत बाटोमा अब सही हुनुपर्छ। अब सही भयो भने होइन, अब काम सानो ठुलो राम्रो नराम्रो भन्ने हुँदैन, आफ्नो हातमा हुन्छ होइन। आफू सही छ भने चाहिँ आफूले सही बाटोमा हिँडिरहेछ भने चाहिँ दोहोरी होस् या अन्य काम होस् बिग्रिँदैन। मान्छे गलत बाटो हिँड्दैन है, गलत हुँदैन मान्छे। अनि त्यो मान्छेले बनाउने हो कि गलत। अनि अर्को कुरा, तपाईँ दोहोरी साँझमा पनि काम गर्नुहुन्छ। अब लगभग 7-8 महिनाका काम त गर्नुभयो, बुझ्नुभयो होला पनि होइन? तपाईँको फ्यान पनि हुनुहुन्छ दोहोरी साँझमा आउने। सबै तपाईँलाई नराम्रै सोचले पनि हेर्दैनन् है, नराम्रै सोचले हेर्दैन। तपाईँसँग बोल्न पाएको भए, अलिक परिचय गर्न पाएको भए, अलिक नजिक हुन खोज्छन् कि त्यो तपाईँले कतिको वातावरण बनेको छ दोहोरी साँझमा? अहिलेसम्म त जे होस् ठिकै छ, नराम्रो कसैले भनेको छैन। छोरी मान्छेलाई गाह्रो छ पैसामा डिल गरिन्छ, समस्या छ क्या होइन? तर चाहिँ आफूले चाहिँ केयर म आफ्नो इज्जत आफूले जगाउनु पर्छ भनिन्छ नि गाउँघरतिर, त्यस्तै त मैले सही बाटो हिँड्नुपर्छ, मैले गलत गर्नु हुँदैन, काम गर्नुपर्छ, आफ्नो काम गर्ने हो आउनु चाहिँ। अनि अर्को कुरा चाहिँ तपाईँ यति राम्रै हुनुहुन्छ, मैले भन्दा दर्शकहरूले पनि तपाईँलाई रुचाइराख्नुहुन्छ जस्तो मलाई महसुस छ। किनकि तपाईँको स्वर त्यत्तिकै मिठो छ, धेरै किसिमका तपाईँसम्म ती भरिपूर्ण हुनुहुन्छ होइन? अनि अब आज हामी चाहिँ हजुरको 60 कार्यक्रममा आउनु भएको छ, यसका लागि धेरै धेरै सम्मान छ। तपाईँको बाजुराको मान्छे, म पनि बाजुराकै नै हो खासै भन्नुपर्दा। फेरि मलाई बाजुरामा खासै त्यति मान्छेले चिन्दैनन्। म जति स्ट्रगल गरियो, जति जे गरियो सबै काठमाडौँमा गरियो। काठमाडौँमा धेरै पैसा पायौँ, धेरै दुखिया साथीहरूलाई सहयोग गर्ने व्यक्तिहरू आए, त्यो काठमाडौँमा गरेको छ। तर अब बाजुरालाई पनि हामी प्लस तपाईँ जस्ता व्यक्ति आयो भने बाजुरालाई पनि, बाजुरा मात्र होइन सुदूरपश्चिमेलीलाई हामीले जोड्ने जमर्को गर्नेछौँ। अब तपाईँ पश्चिमेलीकी छोरी, सुदूरपश्चिमकी छोरी, बाजुराकी छोरी विशेष है, एउटा ठाडी भागा। तपाईँको विशेष फ्यान चाहिँ जन प्रकाश थापा, लालबहादुर थापा, पहिलाका पुराना गायक, अहिले पनि उहाँका गीत बजारमा आइरहेका छन्। उहाँका गीत पनि हामीले सुनिरहेका छौँ। उहाँका गीत सुनेर पनि हामीले पनि गाउने अवसर पाइरहेका छौँ, सिकिरहेका छौँ। र विशेष उहाँलाई हामी हजुरको सर्टिफिकेट कारण धेरै सम्झेका पनि छौँ। अब हामी धेरै बहस गरेको हुँदा तपाईँको स्वर एकदम मिठो लागिरहेको छ दर्शकहरूलाई। र ठाडी भाका देउडा ठाडी भाका जुन हुन्छ तपाईँलाई दर्शकहरूलाई गाइदिनुहोस्। हे बाटो के रोजाइ मोरे पानी पड्कान्या धारा, हे बाटो के रोजाइ
छिजा बगान्यासु हेरौँ मने बुझाइ झापो छिजा बगान्यासु। धन्यवाद। धेरै धेरै सम्मान छ। एकदम मिठो गाउनु भयो प्रकाश दाईको गीत। प्रकाश दाईले यहाँबाट कतिको सम्झिन चाहनुहुन्छ यो गीतमा? त एकदम धेरै अब ठुलो फ्यान हो बच्चैदेखि नै है उहाँको गीत सुनेर नै हुर्केको हामी भनौँ न। उहाँको गीत सुनेर, उहाँको गायकी सुनेर, उहाँका शब्द, उहाँका स्वर, उहाँको सबै कुरा सिकेर आज तपाईँ काठमाडौँमा कलाकार बन्ने सपना बोकेर आउनुभएको छ होइन त? सपना त्यही भनौँ सपना बोकेर आउनुभएको छ। स्थापित हुनु त धेरै गाह्रो छ नि होइन? अब स्ट्रगल होइन्छ तर स्ट्रगल बिना केही कुरा पनि असम्भव छैन। र विशेष तपाईँको यो स्वर कलाले आफै स्थापित गर्छ जस्तो मलाई आज महसुस भएको छ। मैले तपाईँलाई एक्कासी भेट्न पाएँ र विशेष गरी तपाईँले यति अमूल्य टाइम हामी हजुरको सार्टिफिकेट कार्यक्रमलाई दिनुभयो, यसका लागि धेरै धेरै सम्मान व्यक्त गर्न चाहन्छौँ। अन्तिमतिर तपाईँ के भन्न चाहनुहुन्छ? तपाईँलाई हेरिरहेका छन्, आज ठाडी लगाएर गाउनु, लोकगीत गाउनु सकिन्छ भने अन्तिमतिर एउटा टुक्का गाएर हामी छुट्टिनुपर्छ। धेरै धेरै धन्यवाद। एकदम मिठो गाउनुभयो। धेरै खुसी लाग्यो तपाईँसँग भेट हुनु पर्दा। तपाईँसँग यतिको प्रतिभा, यतिको स्वर छ भन्ने मैले परिकल्पना गरेको थिएन, तर आज मैले यो पाएँ। म धेरै आफैमा आफै धेरै खुसी छु। धेरै धेरै सम्मान छ। हजुरलाई पनि धेरै धेरै धन्यवाद। यहाँसम्म मलाई बोलाएर फोन गरी बोलाएर होइन तपाईँको सबैको सामु अलि अनुहार देख्न पाइयो, मेरो आवाज अलिअलि भयो नि, नराम्रो भयो राम्रो भयो भने सुनाउन पाइयो। कस्तो लाग्छ दर्शकहरूले हेरेर? धेरै धेरै सम्मान छ। हाम्रो हिमानी कार्कीलाई धेरै धेरै सम्मान छ। तपाईँको साङ्गीतिक यात्रा अब नरोकियोस्, एकदम अगाडि जाओस् र हामी चाहिँ हजुरको सार्टिफिकेट कार्यक्रमबाट सक्ने सपोर्ट र तपाईँका ठाउँ गाउँ बाजुरामा कुनै लेख्न नपाएका, पढ्न नपाएका कुनै आसक्त छन् भने पनि यो कार्यक्रमलाई सम्झन सक्नुहुनेछ। हामी सदाभार कार्यक्रम मार्फत व्यक्तिगत तौरबाट छँदैछ हामी, र कार्यक्रमको तौरबाट हामी सक्दो सपोर्ट गर्नेछौँ भन्दै अहिलेलाई भने हामी हिमानी कार्कीसँग छुट्टिन्छौँ। हस्ता, थ्याङ्क यू सो मच।